हेलो एभ्रिवान है र आज चाहिँ हामी चाहिँ कहाँ जाँदैछौँ भन्ने कुरा चाहिँ हाम्रो सोल्टी साहब सोल्टी साहब हेलो भनिदिउँ है हो सोल्टी साहब यहाँ छ सोनाम यता अविनाश भाइ यहाँनिर छ गाडी कुदाउँदैछ है र आज हामी कहाँ जाँदैछौँ भने चाहिँ एउटा यस्तो जग्गामा जाँदैछौँ हामी ट्र्याकिङ गएको हुन त अलिकति टाइम बित्यो अब बिहान यताउता गर्दा ढिलो हुन्छ आज हामी त्यहाँ जाँदैछौँ हरेस खाएको छैन हामी 3 घन्टा आउनु जानु हिँड्नु म 6 घन्टा पऱ्यो नि हिँड्ने आज बाटोमा आधी बिचमा फर्किने कुरा आएन नोले गिभअप गर्नु पाउँदैन साथीभाइ हेर्दै गर्नु होला अब एकैचोटि म त्यहाँ लगेर तपाईँलाई देखाउँछु कहाँसम्म पुग्दो रहेछ र कहाँदेखि चाहिँ हामी हिँड्नुपर्छ तपाईँहरू हेर्दै गर्नु होला भन्दै गर्नु होला हामी जाँदैछौँ अगाडि रहेछ भने वनभोज खेल्नु र फोहोर मैला गर्नु यो पवित्र स्थानमा मनाइ छ यदि यसो गरेको भेटेमा हजुरहरूलाई कानुनी कारवाही हुनेछ बाई अर्डर बाई पाखिम याक्थेन जिपी अब यहाँदेखि चाहिँ हामी उकालो जाँदैछौँ लाग्दैछौँ र कस्तो के हुन्छ हेर्दै गर्नु होला भन्दै गर्नु बोकेर कसैले साइडपट्टि फुल साइडमा बोकेर हो टक्कै अब चाहिँ रेडी भइसकेको छ सोल्टी साहब रेडी जाने होइन त लो अब चाहिँ हामी लाग्ने साथीभाइ हेरौँ है त कस्तो अब यो उकालो हिँड्नु छ है अहिले चाहिँ हामी डन्ठा बनाउँछ किनभने हामीलाई चाहिँ किन डन्ठा बनाएको भन्दाखेरि चाहिँ नि एउटा कुरा चाहिँ हामीले चाहिँ के सोच्यो भने अब निकै घनाएको रहेछ नि त अब के भेट्ला अगाडि हो होइन भालोहरू ए लो सोल्टीले फेरि यसरी अब यसरी डन्ठा मैले चाहिँ बनाइसकेको छु यसरी लामो छ अब यसरी टेक्दै हिँड्दै होइन अब जानुपर्ने हाम्रोमा फेरि वाइल्ड लाइफको देखाइदिनु नि त्यो उयो छुट्टी देखाइदिनुहोस् न एक नम्बरको छ नि अन्त यस्तो छ है ल अब चाहिँ लाग्दैछौँ हामी साथीभाइ ओहो लाग्दैछ उकालो ठिकै थाक्दैछ अब मजाले थाक्दैछ भरे रुममा पुगेर चाहिँ खाना पकाइ गरेर आउँदैन होला हो त्यस्तो थाक्दैछ अब यहाँ चाहिँ एउटा बस्ने जग्गा बनाइदिएको रहेछ होइन सो फेरि हामी यो चलाको तलबाट जानुपर्ने हुन्छ र एउटा कुरा चाहिँ केटाहरूको सातो खाएछ साँप भेटेको अरे अम्बो फेरि साँप कत्रो थियो सरी साँप हो भने कत्रो त्यो खालको हरियो साँप होइन सल्लङ लङ 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 सुहा गरेको मात्रै सुनेको म त अगाडि क्रस भएँ मलाई थाहा थिएन होइन मैले त देखेन पनि मलाई सासु पनि गरेन पनि म त छिरेँ अनि साथीहरू आउँदा चाहिँ अब कसरी गरेको नि भटाक भुटुक भएछ नि अब अहिले चाहिँ हामी टक्कै यहाँ बस्ने अब बसेर अलिकति के ड्राई फ्रुटहरू खाने हामी हो साथीभाइ टक्क अब यसरी जाँदैछौँ हामी हिँड्दै होइन हिँड्दै हेर्दै उता हेर्दै रमिता हेर्दै हिँड्दै साथीभाइ ट्रेकिङ दामी यहाँ चाहिँ मजाको जग्गा दामी रहेछ यहाँ चाहिँ पहिला पानी जमिन्थ्यो होला है पोखरी थियो मैलाहरू भयो त्यसबाट त यहाँनिर सुक्यो है सोल्टी साहब उहाँबाट ट्याङ्की पानी जमाएको रहेछ सोल्टी साहब पहिला यहाँ केही थियो पोखरीहरू हुन्छ नि केही न केही चाहिँ थियो यहाँ त्यसरी राखेको रहेछ यहाँनिर मैलाहरू भयो होला के भयो होला होइन जाँदैछौँ अगाडि अब आज चाहिँ हामी कति जङ्गल डुल्यो भन्ने कुरा चाहिँ हामीलाई याद छ भन्दिनँ म कि होइन सर्दिन लागिरहेको हिँडेरै जाति पार्नुपर्छ अब पसिना निकालेर भनेर चाहिँ हिँड्दैको अब आइपुग्यो केप पनि रहेछ खतरा हक्कै हामी चाहिँ अहिले यहाँ आएर सिँधीको बाटो आइपुग्यो हामी सबजना केटा अगाडि तर्फ लागेको हौँ साथीभाइ हिँड्दैछु म चाहिँ होइन केटाहरू भुलिँदै आउँदैछ साथीहरू निकै थाके जस्तो लाग्दैछ होइन ए धुप्पीमा छु यहाँ आम्मामा धुप्पीको रुख चाहिँ हेर्नुहोस् है धुप्पी मात्रै छ धुप्पी हटाओस् है टक्क यस्तो रहेछ यहाँनिर तपाईँहरू ट्रेकिङ गरेर आएर चाहिँ सट्टै नबसौँ बिसाउने जग्गा रहेछ हामी त बस्नै भएन अन्त गएको हो नि त यहाँ यसरी बिसाउने जग्गा पनि बनाइदिएको छ है यहाँ चाहिँ तपाईँहरू खाजाहरू बोकेर आएर मजाले खानु सक्ने यहाँ माथि चाहिँ तर केटाहरूले चैन रहेछ नि त के लेखेको छ अब यो चाहिँ म पढ्दिनँ पनि हो साथीभाइ यस्तो छ है ल
यहाँनिर अपडेट दिएको तपाईँलाई चाहिँ यस्तो रहेछ यहाँ राखेको रहेछ बस्ने जग्गा पनि रहेछ टक्कै यहाँनिर पछाडि उकालो बाटो पनि रहेछ उकालो सेरी हिँड्नुपर्ने हुन्छ है अब सेरी चाहिँ सेरी बनाइदिएको रहेछ जङ्गलमा सो गाइसहरू हामी चाहिँ टक्कै यहाँ आइपुगिसकेको छ है सट्टै यो भयो होइन सट्टै बाहिर यहाँ छ खुकुरी बोकेर खुकुरी फेरि खुकुरी देखाइदिनु खुकुरी खतरा छ नि खुकुरी फेरि हो हामी चाहिँ आइपुगिसक्यो सट्टै यहाँ आयौँ यहाँ टक्कै यो रहेछ है टक्कै यो रहेछ तपाईँलाई म माथि लगेर देखाउँछु साथीभाइ कस्तो के जान्छ सोल्टी साहब अब माथि हामी यहाँ खदा माथि गएर फेरि खदा बाँध्नुपर्ने हुन्छ सो हेर्दै गर्नुहोस् है सो हामी आइपुगिसक्यो साथीभाइ भन्दैमा एकपल्ट सोचे माथि लगेर देखाउनु साथीभाइलाई यो माथि जाउँ न एकपल्ट होइन यो भित्र एकपल्ट देखाइदिउँ न यहाँभित्र के रहेछ त होइन तपाईँले नि हेर्नुहोस् ल यहाँनिर आएर बस्ने यसरी अन्त साग पर्दा होइन यहाँ किनभने कोही आएको छैन रहेछ यहाँनिर होइन यहाँनिर चाहिँ कोही आएको छैन हामी मात्रै रहेछ अहिले त्यो ट्रेकिङमा आयो हामी मात्रै हो सो तपाईँहरू लाँदैछु है यसरी सेरी बनाइदिएको रहेछ यसरी घुमाउरो सेरी गरेर बनाइदिएको रहेछ सो तपाईँलाई म टपमै लान्छु नि त टपमै लान्छु टपमै साथीभाइ ओम नमस्ते ओम माने पेम ओम माने पेम हो जय श्री गणेश होइन ओम माने पेम यहाँ चाहिँ यसरी भगवान् गणेशजीको भगवान् अनि यसरी राखिदिएको रहेछ है यहाँ चाहिँ सट्टै यसरी राखिदिएको रहेछ सो हामी आइपुग्यौँ यहाँ आएर रेस्ट गर्ने जग्गा टप्पै है टपमा अघि हामी आएको बाटो यहाँ तलबाट आएको हामी यस्तो जङ्गलबाट आयौँ अनि सट्टै झन्डी डाँडा त्यहाँ छ यहाँ सोल्टी ढोक्नु हुँदैछ है साथीभाइ अब यहाँ पर चाहिँ कहाँ छ झन्डी डाँडा खोइ यहाँ रहेछ मन्दिर चाहिँ यहाँ चाहिँ अब झन्डी डाँडा यही हो सायद अब यहीँनिर हामीले गाड्नुपर्ने हुन्छ के कसो होइन यसो आजको ट्रेकिङ हाम्रो सक्सेसफुल भयो यताउता पनि गएर हेर्छौँ कसो के रहेछ यस्तै थियो यहाँनिर चाहिँ